घाम लाग्दा लाग्दा यो पगर माइसी सर मुखमा धुन्छ मेरो यहाँ लास्टै सिकाउनु लागि छ त्यसलाई भित्र उमा कहाँ छ र अनि पानी तपाईँको धारा छ के धेरै चाहिँ धारा ल जाम न म्याप त हेर्ने होला नि कता जाने भनेर कि म्यापै नहेरी चल्दिने हो त्यो तर टोइलेट त त्यही गर पहिला सदा थाहा छ के फेरि छ पछि लाग्छ मलाई नि होइन तर म्यापमै हालिसक्यो के लाग्ला अनि यस्तो अनि बनाएर त तपाईँलाई सेन्टरमा पार्ने कि पछाडि सिनको निकाल्ने सिनको पनि यहाँ त अलिअलि पर जानेसम्म मात्रै हो कि त्यो त हल्का अहिले यता मेरो पनि हो न फोटो भिडियो छ खिचेमा फर्स्ट टाइम क्याङ्गारू देखाएन भाइ क्याङ्गारू बच्चा हो बच्चा हिँडिहाल्यो भित्र पुच्छारले अड्डायो थियो पुच्छरले खतरा ग्रिप दिन्छ नि उनीहरूलाई पुच्छारले अड्डायो हिँड्यो 4 खुट्टा पुच्छरले अड्डेर सुन ठुलो आयो पुच्छरले अड्डेर उसले हान्यो भने चाहिँ मान्छे बङ्गै ढाल्छ नि उसले सिङ्गल सिङ्गल परे हुन्छ नि मान्छेसँग यिनीहरूको पावरले सट्टो गरौँ कि यो एउटा 15 किलोमिटर जाने कि त्यो आधी घन्टा हानेर के गर्ने हो अरे काले गरौँ यताबाट जाउँ के त ए होइन यताबाट बाटो एरो देखेँ यसलाई त बरु उहाँ लगाउनु पर्ने छ कसरी हामी काट्यौँ चितवनमा यता 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 यहीँबाट निस्किन्छ क्या अगाडि हामी यही बाटोमा निस्किन्छ हो नि यता निस्किनु यताबाट जाने अब बाटो छ नि यतिबाट भएर जाम के टर्न पनि हेर्न पाउँछौँ भाइ हिँड्ने मात्रै होइन हिँडि जस्तो पनि होस् तर केही चिज देखि जस्तो पनि होस् के ल हिँड्नु न त ल ठुलो बाटो हिँड्ने तल झ्याम्टामै हिँड्न पर छेउमा यहाँ दिँदैन आइसकेपछि त घुम्नु पर्छ होइन आयुषसँग भनेको म्यापै हेर्ने होइन कि चामललाई चाहिँ हिँडिदिने हो अस्ति त्यही भएर त बाटो हराएको त तपाईँको ल्यापटपमा हाल्दा होला नि फोटो ल के ल चिप्ले भने त आफू हुन्छ है तल पुगिन्छ सिधै जुत्ता ग्रिप लगाएर हो एन्टी लाइट परिरहेको छ कि हाम फाल्दै जानु लड लायो हम फाल्ने त हम फाल्ने हुर हुर त्यहाँ गएर अनि फर्किनु यता लास्टमा गएर यता फर्किनु अब भिडियो बनायो भने चाहिँ त्योबाट गर्नु ल आफै स्क्रिनसट तिमी कहाँबाट त्यहीँबाट आएन ल आउनु न ल जाम 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 फुर हान्नु त्यो कि जाम चिप्ले पनि केही छैन हात खुट्टा त भाँच्छ ल उठाएर लगाउनु ल गाडीमा हालेर नगर्नु बहु रास्तो है नगर्नु के पब्लिक प्लेसमा हल योबाट चढ केटाहरूले यस्तै हिँड्दै त्यस्तै हुने भयो अब यति त हिँड्न सकिहालिन्छ नि यार त्यस्तै मजा आउँछ होइन आइसकेछ हिँड्नु बाटो त्यस्तै बाटो घुस्ने हुन्छ अहिले आफ्टर प्यासेन्जर सर्भिस स्टार्टेड 4 month आफ्टर प्यासेन्जर सर्भिस 1896 रे 150 वर्ष अगाडि यहाँ फोटो खिचेर हाल्यो भने त नेपालको नेपाललाई बिस्तारै फोटो खिचौँ भिडियो बनाऊँ सबै लुपै हान्नुपर्छ भन्ने छैन आखिर लुप हान्ने हो 200 वर्षमा त नजिकै पनि गयो भन्छ जङ्गलमा आइरहन्छ जे यही नै हो कि ठाउँ चस्मा लगाएको त केही नरिखे त बिजो
आँखा देखिरह अझ देखिन थालिसक्यो अब उतापट्टि देखिन थालिसक्यो कहाँ बाहिर अगाडि देखाएको छैन म्याप हेरौँला नि अगाडि गएर जाने सरासर बाटो अब जहाँ पुग्यो भयो नि दामी छ त हेर न वरिपरि कस्तो खतरा बनाइदिएको एउटा अगाडि ब्लकेट गरिदियो दुईपट्टि बाटो हानेपछि त कहाँ लानु भाग्ने ठाउँै पानीबाट कालो पनि पानीले गर्दा त भयो होला यार हजुर मैले त खानु पर्नु त पर्दैन तपाईँको दाम लागेको छ तर काट्छ तिमीतिर छ नि हाम्रोतिर छ नि त गाउँतिर पाहाडतिर त्यत्रो खाएर पनि पुगेन है सर दाइ ओइ मजाक नगर है खुट्टाको बारेमा अनि त्यसपछि पछि यसो उ गरेको भाइ पछिको दाल र तरकारी त मैले ओइ अगाडि हेर्नु न कस्तो त दामी देखिरहेको छ यार त्यो बस्ती देखिँदैन त्यहाँ बाटो हराइयो होइन ऊ त्यहाँ पुग्ने चाहिँ माथि डाँडामा त्यहाँ छ बाटो हामी अहिले यहाँ छौँ होइन भाइ ल मस्तसँग यो बाटो त अन्त कहाँ जान्छ यार यो बाटो जान्न किनेर मात्रै हो त्यो नहुने पाँचवटा सिटमा काटेर त मेलमा जाने एउटा होला अनि त्यसपछि प्राइभेट तपाईँले किनिहाल्छ भने प्राइभेट प्राइभेट त अहिले त पैसा पछि दिन्छु अहिले के पैसा त मैले किनिहाल्छु नि सरोदालाई त इजी हुन्छ पनि भाइ पानी भरेर खानु तर खोलामा गएर भाइलाई खुवाइदिउँ आज पानी हालेर बोतलमा पानी हालेर के ट्रेल आयो माले ऊ कस्तो खतरा यो त लामो जाने कहाँबाट अब हिँड्नु न तपाईँ हिँड्नु न गाडी अगुवा दाइले बाटो देखाउनु दाइ ए यति हो जाने अगाडि यता छ हामी गाउँ चाहिँ यही हो यहीबाट हो के जाऊँ न त्यही हो कि अगाडि जाऊँ न यहाँ कहाँ तिम्रो टाउकोबाट जाने हाम फाल्नु यसमा मजाक नगर्नु कि दाइ यार कहाँबाट छ बाटो हेर त भाइ देखिन्छ यताबाट छ जस्तो लाग्यो जान त सकिन्छ तर अब जान चाहनुहुन्न कसैले हानिदिँदैन फोटो फुले चार्जै सक्यो 9% चार्ज छ अर्को एक्स्ट्रा ब्याट्री ल्याउनै बिर्सेछु हेरिदिउँ न त रक क्लाइम्बर रे कि ल पुग्दैन नि पुगिहालिन्छ सजिलो रहेछ त बाटो जाने बाटो रहेछ कहाँबाट कसरी जाने यहाँबाट कहाँ भेट्छ यत्रो यो कसो घडी हो ल क्याङ्गारुको खप्पर जुन चाहिँ यहीबाट अब को फर्किन्छ
बाटो छैन यार यहाँ त यार ल्याङ भयो यार बाटो भेट्यो बाटो up ooh पैसासम्म भएर पोखरा टुरमा गएको थियौँ यार त्यो पनि 2वटा बस लगेर घरैबाट आज बाहिर निस्किनु छन् कि आज देख्न चाहिँ पायो त्यति भइहाल्यो नि फर्स्टमा देखेँ खुसी लाग्छ यार के बनाउने यार दाइ ब्लग भने छुट्टै हो फेरि भ्लग हो कि भ्लग भाँच्नु चाहिँ नगर्नु भाँच्नु दाइ भाँच्नु नगर्नु त्यो भाँच्ने काम चाहिँ नगर्नु है मलाई थाहा छ कि कति धान्न सक्छ अघि जस्तो पुसा भान्नु न मुला पुला भान्नु अहिले पुरै गरे हेर्नु एकमा हेर्नु एकमा छि तीन त हान्नु जाँदा यार 4 ओए ल 5 त गयो कि 4 5 जान्छ 5 गयो 6 पनि जाने बस्नु छक्का हुन्छ होइन छक्का हुन्छ है छक्का हुन्छ 5 6 नम्बरमा रोक्नु भयो नि त 7 नम्बरमा रोक्यो भने त त्यो छक्का हुँदैन हेरौँ न हिँड्दै जान्न कहाँ जान्छ हो कि होइन त्यही हो राम्रो देखाएको हो फेरि बिचमा कपालमा हड्डी आइसके जस्तै हो फेरि देखाउनु न अनुहार के धेरै के भएन के मुख देखाउनु सक्नु होइन छि चोट लाग्दो न मुखमा लु अब त हाल्नै हान्छ नि माथि हाइटमा खान्छ त्यो त सक्छ कि हान्न हाइटमा ल ट्राई गर्नु त खै सक्छ सक्नु
पागल भइरहेको भयो कि तिमी कहाँ हँदैन पागल भएर बस्नुलाई लगे पहिला कि तिमी बस्यो कि मैले ल्याएन त तपाईँ जेल पनि जानु भएको छैन तिमी कति नबस्या ल्याब पानी भइरह्यो खोजिरहेको छु म यहाँ तिम्रो साथ सत्तरको स्पिड चाहिँ गाडी 80 मा पुगे खा त्यही त्यो खिच्दा खिच्दै भनेको छ क्या छुट्टा छुट्टै एक्लै ल्याउ पुरै जुम इन गरेर जुम आउट गर न त्यहाँ मिलिहाल्छ हामी धेरै हाइटमा जस्तो गाडी तपाईँ माले अघि